नमस्कार साथीहरू। आज फेरि मैले एउटा भिडियो लिएर आएको छु स्टेटमेन्ट अफ एक्सपेन्डिचर। यो दोस्रो भिडियो हुनेछ। पहिलो भिडियोभन्दा यो अलिकति फरक रहनेछ। के फरक रहनेछ भन्ने कुरा चाहिँ अब हामी क्वेसन र सल्युसन गर्दै हेर्नेछौँ। यहाँनिर तपाईँलाई एक्सपेन्डिचर अफ मार्क भनेर दिएको छ र यो दिएको छ। त्यस पछाडि बजेट हेड नम्बर दिएको छ, यो कोड नम्बर पनि भनिन्छ। बजेट हेड नम्बर दिएको हुन्छ, एनुअल बजेट दिएकै छ, अनि लास्टमा बजेट ब्यालेन्स भनेर दिएको छ है। अनि त्यस पछाडि लास्टमा आउटस्ट्यान्डिङ भेहिकल्स एडभान्स भनेर दिएको छ, 90,000 तिर्न बाँकी नै छ। र रिक्वायर्डमा के बना भनेको छ भन्दाखेरि स्टेटमेन्ट अफ एक्सपेन्डिचर फर द मन्थ अफ माघ भनेको छ है। माघ महिनाको भनेपछि यो करेन्ट मन्थ हुने भयो। जुन रिक्वायर्डमा बना भनेको छ त्यो चाहिँ हाम्रो करेन्ट मन्थ हुन्छ है त। यो तपाईँले अलिकति याद गर्नु होला। अनि त्यस पछाडि मैले अघिल्लो भिडियोमा भनेको थिएँ दुईटा महिना छ भने चलिरहेको महिना, फर इक्जाम्पल अब माघ पछाडि माघ अगाडि के हुनेछ त, POUSH पुस। अब मैले अघि म तपाईँलाई माघ भने, माघ चाहिँ करेन्ट मन्थ भयो भने गएको महिना चाहिँ अघिल्लो महिना चाहिँ हाम्रो के हुनेछ त भन्दाखेरि प्रिभियस मन्थ, PREVIOUS प्रिभियस MONTH मन्थ हुनेछ है त। यो अलिकति तपाईँले ख्याल गर्नु होला, किनभने यहाँ चाहिँ तपाईँलाई यो अघिल्लो भिडियोमा जस्तो क्वेसन यहाँनिर माघ पुस यसरी दुईटा महिना दिएको छैन, एउटा मात्रै महिना दिएको छ। अनि कन्फ्युज हुन्छ प्राय, मैले स्टुडेन्टहरू कन्फ्युज भएको देखिरहेको हुन्छु। रिक्वायर्डमा के भनेको छ, माघ महिना भनेको छ। यदि नभनेको भए पनि यहाँ चाहिँ हाम्रो माघ महिना चाहिँ हाम्रो के हुने रहेछ त, करेन्ट मन्थ हुने रहेछ। भनेपछि प्रिभियस मन्थ भनेको गएको महिना चाहिँ कुन रहेछ त भन्दाखेरि पुस भनेर बुझ्नु पऱ्यो है। अब म सल्युसनतिर जाउँ, अलिकति यहाँ हेरौँ है त। मैले यहाँनिर यो कोड नम्बर सारिसकेको छ, जे छ यहाँनिर हाम्रो यो बजेट हेड नम्बर त्यही नै मैले यहाँनिर सारेको छ। कोड नेम पनि सारिसकेको छ। एनुअल बजेट हेर्नुहोस् त 9 लाख रुपियाँ है। यो सबै कपी पेस्ट गरेको छ। यो 1 2 3 सिरियली कपी गर्नु होला, यसमा केही पनि तपाईँले दिमाग लगाइरहनु पर्ने छैन है। अब त्यस पछाडि रिलिज अप टु माघ होइन है त। यो करेन्ट मन्थ भयो, यो प्रिभियस मन्थ, यो फर द मन्थ अफ यहाँनिर हाम्रो छ माघ, अनि यो एक्सपेन्डिचर अप टु माघ है। अलिकति यसलाई म तपाईँको नअटेको जस्तो छ, यहाँ सारिदिउँ ल, माघ भनेर देखाएको छ है त। अब यहाँ तपाईँहरूले थोरै के बुझ्नुपर्छ भन्दाखेरि यो चाहिँ तपाईँको फर्मेटमा करेन्ट मन्थ लेखेको हुन्छ नि त। यो फर्मेटमा माघ चाहिँ, त्यसमा चाहिँ तपाईँले माघ लेख्नु होला। अनि त्यस पछाडि प्रिभियस मन्थमा चाहिँ पुस लेखेको छ है, मैले पुस लेख्नुपर्ने हुन्छ, तपाईँले पनि त्यही। अनि माघ, अनि यहाँ पनि माघ, यो चाहिँ करेन्ट मन्थ भयो है। अब त्यस पछाडि अब के फरक छ त भन्दाखेरि यहाँनिर थोरै हेर्नु है त। मैले यहाँनिर अब अर्को हाम्रो क्वेसनमा यो दिएको छ, एनुअल बजेट त राखिहाल्यौँ। त्यस पछाडि बजेट ब्यालेन्स भनेको छ हेर्नुहोस् है, बजेट ब्यालेन्स। यो कहाँ छ त, कुन कलममा छ हेर्नु त। यहाँ पनि होइन, यो पनि होइन, यो पनि होइन, एकैचोटि 10 नम्बरमा होइन त, ब्यालेन्स अफ बजेट भनेको छ नि त। भनेपछि एकैचोटि हामीलाई कुन कलमको दिएको रहेछ त, 10 नम्बर कलमको दिएको रहेछ है त। त्यसो हुँदाखेरि मैले यसलाई के गरेँ त, सट्टसँगले कपी गरेँ, अनि मैले यहाँ लिएर के गरेँ, पेस्ट गरेँ। जे छ त्यही राखिदिएँ, हेर्नु त हो। त्यसो हुँदाखेरि हाम्रो टोटल पनि आएकै छ यहाँनिर। अब कलम नम्बर 10 आयो। 10 त हामीले अघिल्लो भिडियोमा त निकाल्नु परेको थियो, तर यहाँ चाहिँ हामीलाई के दिएको रहेछ, 10 नै दिएको छ है। अब त्यस पछाडि अर्को जाउँ हामीसँग, यहाँनिर एक्सपेन्डिचर अफ माघ भनेको छ, OF अफ छ। यहाँ हेर्नुहोस् त, एक्सपेन्डिचर अफ माघ है। अब यो 75,000 योहरू कुन कलममा राख्ने त। अब हामीले एकताल पढ्दै जाउँ यहाँनिर, कुन कलममा राख्ने। रिलिज अप टु माघ त होइन, एक्सपेन्डिचर अप टु पुस पनि होइन, पुसको त दिएकै छैन। एक्सपेन्डिचर फर माघ हो, कलम नम्बर 6 मा राख्नुपर्ने रहेछ। यहाँनिर हामी के गर्छौँ त भन्दाखेरि टक्कसँगले राखिदिन्छौँ है। अब यहाँ किन नराखेको त, एक्सपेन्डिचर अप टु माघ, यहाँ चाहिँ युपी अप टु यो 2 छ भनेपछि यो अप टु भनेको त त्यहाँ मिलेन नि त होइन। हामीलाई चाहिँ चाहिएको रहेछ त के त, एक्सपेन्डिचर अफ फर माघ चाहिएको रहेछ। त्यसो हुँदाखेरि यसलाई यहाँ राख्यो है। अब यति सके पछाडि अब हाम्रो क्वेसनमा जाउँ। लास्टमा यहाँ छ आउटस्ट्यान्डिङ भेहिकल्स एडभान्स। आउटस्ट्यान्डिङ भनेको तिर्न बाँकी है। एडभान्स रहेछ कति हजार रहेछ त, 90,000 रहेछ। अब यो चाहिँ भेहिकल्समा हामीले यो भेहिकल्सको शीर्षक सिधा गएर कलम नम्बर 8 मा एडभान्स भन्ने छ, कति राख्नु पर्यो हामीले, 90,000 राख्नु पर्यो है। अब यो टोटल त मैले यहाँ फर्मुला लगाएको छ, सर आइहाल्छ, तपाईँहरूले क्यालकुलेटरमा युज गर्नु होला। क्वेसनमै टोटल दिएको छ भने त्यसलाई थपक्क सारिहाल्नुहोस्, क्यालकुलेटर थिच्ने काम नगर्नुहोस् है।
अब हामी जाउँ त्यस पछाडि यो कसरी राख्ने त यो कलम नम्बर 4 भनेको त कलम नम्बर 7 मा जे आउँछ त्यही नै राख्नु पर्यो। अब कलम नम्बर 7 कसरी निकाल्ने त भन्दाखेरि 5 + 6 5 यहाँ भएको आइटम प्लस यो दुईटा जोड्यो भने हाम्रो के आउँछ त कलम नम्बर 7 आउँछ। तर अब कलम नम्बर 5 दिएकै छैन हामीलाई भने पछाडि अब के गर्ने त यस्तो अवस्थामा चाहिँ हामीले के गर्नुपर्ने छ यहाँ त अर भनेको छ 3 - 10 तपाईले सिम्पल एउटा लजिक लाउनु न हैन जस्तै के गर्ने त 3 - 7 गर्दाखेरि 3 लाख आउँछ भने हैन यहाँ 7 मा भएको आइटम कति हुनुपर्छ होला हेर्नु त 9 लाखबाट यहाँ यो घटाउँदाखेरि 3 लाख आउँछ भनेपछि यहाँ कति हुनुपर्छ होला हैन भनेपछि के गर्नुपर्ने छ 3 यो 9 लाख - 3 लाख गर्यो भने यहाँ आउने रहेछ हैन हेर्नु है त म फर्मुला लाउँछु तपाईहरुको क्याल्कुलेटरमा थिच्नु त यो 9 लाख माइनस के गर्नु पर्यो यो 3 लाख गर्नु भने कति आउँछ हेर्नु त 6 लाख। अब यसरी नै सबै क्याल्कुलेट गर्दै जाने तपाईहरुले यो गर्दै जानुभयो भने आइहाल्छ। म सरर तान्दिन्छु यहाँ रे आयो है। अब यहाँ मैले थोरै अघिल्लो भिडियोमै यो भनेको छैन है मैले 3 - 10 त्यही भएर यो अलिकति मैले तपाईहरुलाई बताउनको लागि भए पनि आज यो भिडियो बनाएको छु। यो धेरै जनाहरु कन्फ्युज हुनुहुन्छ धेरै जना साथीहरु त्यही भएर अलिकति यसलाई हेर्नु होला है। अब 7 आयो है अब यो निकाल्नु पर्ने छ 7 मा जे छ त हामी के गर्छौं यहाँ कपी पेस्ट गर्दिन्छौँ यहाँ है। अब म चाहिँ के गर्छु त यसमै माइनस अब म त यहाँ फर्मुला छ नि त त्यही भएर सरर मलाई किन राख्नु यो कपी पेस्ट गरेपछि कम्प्युटरमा सजिलो भइहाल्छ। तपाईहरुले चाहिँ यो कलममा जे छ त्यही यहाँ लेख्नु होला है। अब एक्सपेन्डिचर अप टु पुस यसलाई अब यो कसरी निकाल्ने त भन्दाखेरि अब हामीले 5 + 6 गर्यौं भने के आउने रहेछ 7 भनेको थियो नि त भनेपछि त 7 त आइसकेको छ यहाँ रेडी। अब यो पनि दिएकै छ अब 5 निकाल्नु छ कसरी निकाल्ने त हेर्नु त भन्दाखेरि यो माइनस यो गरेपछि यो आउँछ कि आउँदैन त आइहाल्छ 7 - 6 गर्यो भने 5 आउने रहेछ भनेपछि इक्वल्स टु यो 7 कलमको माइनस के गर्ने त 5 सरी 7 - 6 गर्नु भने के आउने रहेछ 5 आउने रहेछ 5,25,000 हैन 5,25,000 + 75 जोड्दाखेरि 6 लाख आउँछ कि आउँदैन त भनेपछि यसरी चाहिँ निकाल्नु पर्ने छ। थोरै आइडिया लगाउनुस् दिमाग लगाएपछि यो भइहाल्छ है त केही पनि छैन यसमा टक्क यो पनि आइगयो टोटल आयो त आयो है। अब यति गरिसकेपछि हामीले यो 9 नम्बरको निकाल्नु छ यसमा त के गर्नुपर्ने छ त 7 - 8 यो 7 - 8 अब यो त कपी पेस्ट गर्नु त यहाँ केही पनि छैन यो मात्रै हो घटाउनु पर्ने इक्वल्स टु यो माइनस के गर्नुपर्ने भयो यो गरेपछि त्यो आयो 6 लाख आइगयो किन यहाँ त 0 0 छ यहाँ मात्रै 90,000 छ। अब त्यो 90,000 हेर्नु है त 66 - 90 गर्दाखेरि त पक्कै पनि यहाँ माइनसमा आउँछ है। अब त्यो माइनसमा आयो भने केही फरक पर्दैन त्यो सबै घटाएर हामीले लेख्न मिलिहाल्छ यहाँ टक्क -24,000 9,99,000 आउने रहेछ हैन। यति गरिसकेपछि अब हाम्रो तपाईको लास्टमा यो 100 यो पर्सेन्टेज निकाल्नु पर्ने हुन्छ यो पर्सेन्टेज यो कसरी आयो त सर भन्नुहुन्छ नि अघिल्लो भिडियोमा पनि छ प्रत्येक जुनको निकाल्नु हुँदैछ त्यसको टोटल डिभाइडेड बाइ कलम नम्बर 3 इन्टु 100 गर्नु भने आइहाल्छ। जस्तै म यहाँ गर्छु है इक्वल्स टु यो कलम नम्बर 4 को टोटल डिभाइडेड बाइ कलम नम्बर 3 को टोटल इन्टु 100 गर्यो भने आइहाल्छ है। अब यसको निकाल्नु पर्यो भने के गर्ने त सर भन्दाखेरि इक्वल्स टु यो जुनको निकाल्नु हुँदैछ त्यसकै डिभाइडेड बाइ कलम नम्बर 3 गर्नु भने यो पनि आइहाल्छ हैन। अब यो पनि त्यसरी निकालेको यो पनि त्यसरी 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 यो पनि सबै त्यसरी निकाल्नु भने भइहाल्छ। त्यसो हुँदाखेरि कहिलेकाहीँ चाहिँ यस्तो किसिमको क्वेसनहरु दिन्छ नआत्तिनुस् सिम्पल तरिकाले गर्न सकिन्छ आत्तिनुपर्ने केही पनि यहाँ काम छैन है। अब यो एक माघ महिना मात्रै दिएको छ अब नआत्तिनुस् रिक्वायर्डमा माघ महिनाको बना भने छ भनेको छैन भने पनि यो माघ छ भनेपछि यही महिना नै हाम्रो के भयो त करेन्ट यो चाहिँ महिना हुने भयो करेन्ट मन्थ है। अब प्रिभियस मन्थ कुन रहेछ त भन्दाखेरि पुस अब गएको महिना चाहिँ जहिले पनि के हुने भयो प्रिभियस मन्थ हुने भयो। माघ आउनुभन्दा अगाडि के हुन्छ पुस अनि मात्रै माघ आउँछ। यसरी हामी क्वेसन चाहिँ सल्भ गर्न सक्छौँ। आई होप यु अन्डरस्ट्यान्ड।